गाइस आज चाहिँ म यो युज गर्दैछु यो कोरियन ग्लासेस फेसियल किट ट्रिटमेन्ट आज चाहिँ म यो युज गर्दैछु यसको उहरू तपाईहरुलाई देखाउँछु है त किन युज गर्दैछु पनि भन्छु म गाइस यो यसरी लाउने अब यसलाई फर्स्ट टाइम मैले क्लिन्जर युज गरे क्लिन्जर यसलाई चाहिँ 2-3 मिनेटसम्म घोट्ने भने है त्यही 2-3 मिनेटसम्म घोट्न लाग्छु मैले गाइस 2-3 मिनेटसम्म राख्ने भन्थे अब म राख्दैन मलाई ढिलो भइसक्यो म रेडी पनि हुन छ फेसमा कस्तो ग्लो गरेको अम्मा यति गर्दा कति ग्लो भयो अरु चाहिँ झन् के गर्छ स्टेप 2 मा पाउडर ग्लास पैक पाउडर ग्लास पैक छ है अब यो पाउडर ग्लास है यो 10 मिनेट राख्नुपर्छ अघि नकोले कस्तो चलिरहेको थियो मेरो मुखमा यसले त कति चिसो बनाएर पुरा पोल्यो है फर्स्ट टाइम लगाएको त भइगयो हेर्नु अब यसलाई 10 मिनेटसम्म राख्ने हेर्नु गाइस यसलाई 10 मिनेटसम्म राख्ने है यसरी गाइस भयो है 10 मिनेट राख भन्थे म 5 मिनेट राख्छु जेसुङस ग्लो पाउडर लगाइसकेपछि अब फेस सिरम लाउँछु म फेस सिरम गाइस यो फेस सिरम है सिरम पनि यस्तो हुन्छ र म देखेकै थिएन गाइस मैले फेस सिरम पनि लाएँ गाइस यो राखेको 5 मिनेट भयो अब पुस्ने टाइम आयो यसलाई अब खाप्छु त जस्तोको त्यस्तै छ अब हेर्ने पुस्छु यसलाई म अब गाइस यो मसाज क्रिम है मसाज क्रिम लाउला छु गाइस यसलाई 10-15 मसाज गर्ने मसाज गाइस मसाज गर्दा गर्दा त यो क्रिमै हराउँदैछ है हेर्नु अब स्टेप 5 हाइड्रा बुस्टिङ पैक अब यो पैक